नमस्ते सबैजनालाई। आज चाहिँ हामी कावा गएको नजिकैको एउटा पार्क घुम्न गएका छौँ। त्यहाँ हेर्नुहोस् त कति राम्रो फुल। हामी चाहिँ घुम्दै घुम्दै हाँस्दै खेल्दै वरपरको वातावरण हेर्दै कति राम्रो हावा चलिरहेको थियो। मजासँगले हिँडिरहेका छौँ वरिपरि। ओहो, दुईजना यसो स्टाइल पार्दै पनि हिँड्यौँ। अनि वरिपरि हेर्नुहोस् त पिकनिक खेल्न आएका मान्छेहरू कुकुर डुलाइरहेको। ओहो, कस्तो राम्रो भ्यू छ, हेर्दै मक्क। त्यसपछि हामीले पनि यसमा चढ्ने निधो गऱ्यौँ र चढिहाल्यौँ। चढेपछि त यताउति स्टियरिङ घुमाउँदै दुईजना यताउति गर्दै हामी चाहिँ पछाडि बसेर मजाले आनन्द लिइरहेका थियौँ। त्यसैमा हाम्रो सानो छोरोलाई चाहिँ निद्रा लागेर के खाने कसो गर्ने भएर छटपटाइरहेको थियो। त्यसैले यताउति हेर्दै मक्ख पनि परिरहेको थियो। अनि हेर्दै पछाडि हाम्रो पछाडि त माछाहरू अनि खैरो हेर्दा कति एक्कासी यति धेरै आयो कि खानामा आएको होला। मैले चाहिँ हात देखाएर हल्लाएँ। त्यसपछि हाम्रो छोरो चाहिँ निदाउन खोज्ने कोसिसमा छ। यति गर्दै हाम्रो छोरो चाहिँ निदायो कि सुत्यो। अनि त्यसपछि हामी चाहिँ अझै घुम्यौँ। हाम्रो 25 मिनट थियो। त्यसै 25 मिनट मजाले यताउति पाइडल मानेर हामी घुमेर निस्क्यौँ। अनि भोकाएका माछाहरूलाई हामीले केही खानेकुरा किनेर दिने निधो गऱ्यौँ र खानेकुरा किनेर हालेर दियौँ। माछा त कति खानेकुरा थोरै, बिचरा माछाहरूलाई पुगेन। माछाहरू यताउति गर्दै भौतारिरहेका थिए। कसले चाहिँ भेट्ला बिचरा, कतिजनाको चाहिँ मुखमा पऱ्यो होला र हाँस उठ्नै छ है बिचरालाई। त्यो पनि हामीले खुवायौँ। त्यसपछि खुवाइसकेपछि हाम्रो सक्यो, खानेकुरा सक्यो। त्यसपछि हामी के गर्ने भनेर फेरि यताउति गर्दै वरिपरिको भ्यूहरू हेऱ्यौँ। फेरि मजाले आनन्द लियौँ। त्यसपछि अब चाहिँ घर जानुपर्छ भनेर सोच्दै हामी चाहिँ बिस्तारै दुईजना फुलकुमारी हुँदै फोटो भिडियो खिच्यौँ। त्यसपछि यताउति हेर त हामीलाई कति राम्रो देखिएको भन्दै कुरा गर्दै थियौँ। अनि चाहिँ हामी सानो नानीलाई उहाँ गएर खेल्नु पर्यो। त्यसपछि खेल्न गयौँ। अनि खेलेर घर फर्क्यौँ भन्दा नमानेर त्यहीँ बसेकी छौँ अटेरी गरेर। अझै खेल्न मन लागेको छ यो बिचरीलाई। हामीलाई चाहिँ अब घर जानु सुएको छ। यी दुईजना कपालहरूलाई देखेर पनि कति रमाइलो, हेरेर कति मजाले बसेर त्यहाँ परको भ्यू हेरिराख्नु भएको कति आनन्द। यस्तै त हुने जिन्दगी रमाइलो, अरू के नै चाहिन्छ र होइन र जिन्दगीमा। हामीसँग भएको त्यसपछि यो स्ट्रबेरी र अङ्गुर खायौँ हामीले। भोक लाग्यो केही खा त खाम भनेर ल चस भन्दै दुईजना मुखमा कप हालेर खायौँ। नानी नहिँड्ने भइसकेपछि अब उसलाई बोकेर भए पनि बाबाले घरसम्म लानै पर्यो, गाह्रो छ। नानीले गाडी खेलेर गोल घुमाएर